होइन बाबा अति डराउँछ कि मलाई हिँड्दा हिँड्दा थकै लागिसक्यो मलाई छोरी अब म यो हिँड्न सक्दिनँ त्यो पिर नमानु अब धेरै टाढो छैन यहाँदेखि त आइसक्यो हामी नजिक छौँ जाउँ पिर नमानु छोरी त्यो बाबा जिउने छोले हामी पहिले जाउँ भइरहेछ हुन्छ बाबा नयाँ नदेखिरहेको छ तपाईँहरू कहाँबाट आउनु भएको छ हो हजुर हामी यो गाउँमा नयाँ हो छोरी सुन लाग्दैन हो हजुर हामी भिरकोबाट चाहिँ बसेर सरेर आएको अब कहाँ बस्ने के गर्ने अत्तो पत्तो छैन अल्पत्र पर हिँडिरहेको छौँ हजुर तपाईँहरू पिर मान्नु पर्दैन बस्ने व्यवस्था म गरिदिउँला धेरै धेरै धन्यवाद हजुर बस्ने व्यवस्था गरिदिनु भएकोमा म धेरै कृतज्ञ छु हजुर ल हेर्नुहोस् म घर देखाइदिन्छु हजुरको झोला पनि म बोकिदिन्छु छोरी ल आमै मैले लिएर आयो नमस्ते नमस्ते ते पनि नमस्ते कसले उठाएर लिएर यो सधैँभरि लिएर आउनु धर्मशाला हो यो जुन ठाउँमा लिएर आएको त्यही ठाउँ कराइदिनु बिचारा बाउ छोरी दुःख पाएर आएका होलान् छोरालाई दया लाएर लिएर आएस् के बिहार ग तिम्रो घर सम्पत्ति बोकेर जाँदैनन् 2-4 दिन बस्छन् गान्छन् भित्री आउलास् घर त्यत्रो सम्पत्ति देखेर मान्छे लिएर आउला सबै बेचेर खाइदिन्छु अनि भित्र आउलास् मान्छे अनि लिएर आउलास् जसरी हुन्छ मैले लिएर आएको छु आमा अब उहाँले यही घरमा बस्नुहुन्छ अब ल जाउँ ल लिएर नि जे व्यवहार म छ ग यिनीहरूकै छोराहरू तत्त्व छिन् मान्छेहरूलाई घरमा मान्छे आएको देखेर भुत भुतेर गयो ए यो पानी पो बाहिर जान्छ ए दादा के काम थियो कि भन्नुहोस् न किन भन्नु नि छोरी म बजारतिर जान लागेको तिमीलाई केही सामान चाहिन्छ कि भनेर सोधेको नि केही चाहिन्छ भने ढुक्क भएर भन्यो हुन्छ बाबासँग होइन बाबा मलाई अहिले त्यस्तो केही खाँचो छैन ल म बजारतिर गएँ ल हुन्छ बाबा छिटै आउनुहोस् है बोलाएर गएर ल ल म पनि घाँस काटी जान्छु त ओहो यो गाउँमा त यति राम्री चोरी रहेछ फेरि घाँस पो काट्दैछ कति मेहनती रहेछ चोरीलाई सहर लान्छु भोकाइसक्यो ए हो र मेरो प्यारे बहिनी भोक लागेको छ बहिनी चाहिँ खाजा बनाएर राखिदिएको छु भित्र गएर ड्रेसिङ गरेर हात लिएर खाऊ ल अनि सरोज यसलाई भोक लागेको छैन बाबु भोक लागेको छ नि दिदो त्यहाँदेखि मम्मीले पैसा दिनु भयो बाबा पत्ता जानुभयो अहिले नि देखिया छन् बाबाले ए बाबा त बजारकै जानुभएको छ कगिर आउनु त आएन ल अब बिजान गएर खाजाको भित्र ल आऊ म घाँस राख्छु होइन कहाँ गयो त्यो आज खत्रो बेर पुऱ्यायो मलाई
अहिलेसम्म आउँदैन त राज अन्जना ताइस मलाई किन बोलाएको राज बसेर कुरा गरौँ न ल बसौँ न त बसौँ यो अन्जना तँलाई एउटा कुरा भन्न थियो के कुरा हो भन्न राज तैँले मसँग कुरा गर्नु पनि डराउनु पर्छ र भन्न के हो अन्जना मलाई त साह्रै मनपर्छ यो कुरा पहिल्यैदेखि भन्न खोजिरहेको थिएँ त्यहाँ माथि त हामी बाल्यकालको साथी मौकै मिलेको थिएन आज बल्ल मौका मिले तेरो सामु भनिदिएँ के रे त मलाई माया गर्छस् रे तँलाई त मैले बाल्यकालको सानैदेखि साथी सोचेको थिएँ तर तैँले आफ्नो औकात देखाइस् यो कदापि हुन सक्दैन बुझिस् तैँले तैँले यस्तै भन्छस् होला भने थाहा थियो तर मनका कुरा राख्नै सकिनँ भनिदिइहालेँ ए तँलाई पक्क त घर त आइज न यहाँ केटाहरूसँग डट्ठालेर बसेको रहेछ हे राज त मसँग माया प्रेमको कुरा नगर अनि फेरि त्यो सानीमा आउँदै हुनुहुन्छ अहिले त्यही पनि मलाई मार्नुहुन्छ मेरो घरमा काम छ म चाहिँ गएँ त बसिराख तैँले मेरो कुरा बुझिन्छ छैन यति नै यति पछुताउनु पर्छ ल ल पछिको बाटो पसिने देख्छ पछुताए पनि हेलो हरदोस भाइ यो अस्ति हामी गएको थियौँ नि यो एयरपोर्ट भन्ने ठाउँमा त्यहाँ एउटा पऱ्यो थियो नि त्यो परिलाई त्यसरी भयो भने किन्दे हाम्रो त्यो अभिषेक ल्याउनु पऱ्यो यदि त्यो बरीले भनेको मानेन कसरी मान्छे पैसा के सब त्यसलाई बेरेसी कि सब टोकिदियोस् यदि तपाईँहरूले मानिने भने जबरजस्ती भयो नि उठाएर मेरो अभिषेक कसरी ल्याउ बुझ्यौ तिमीले मैले भने बुझ्यौ नि अहिले पछि भने जसरी हुन्छ तसरी हुन्छ कसरी हुन्छ फकाएर उसलाई के मनपर्छ त्यो दिएर यदि मान्दैन यदि के गर्दैन भने कसरी हुन्छ उसलाई जसरी पनि मेरो अभिषेक ल्याउने यदि तिमीले ल्याउन सकेनौ भनिन्छ नि पहिले मलाई तिमीलाई मैले के सजाय दिएको थिएँ त्योभन्दा मैले तिमीलाई अघुरो दल्न दिन्छु बुझ्यौ अर्को केटा छ तिमीभन्दा एकदम खतरा काम गर्ने ल लास्ट मैले राखिदिएँ अहिले अन्जना ए अन्जना होइन कता मरी छ यो आमा टोकलाई सुन्दिन त सुतिकै क्या यो त अन्जना कस्तो अटेरी केटी रहेछ भने यो भित्रै गएर हेर्नु पर्यो हजुर आमा किन बोलाउनु भएको म घरको सारा काम सकाएर हजुर र भाइ र बहिनीलाई खाजा बनाउँदै थिएँ त्यही डर्छ कि भनेर बसेको थिएँ अलि ढिलो भयो अनि फेरि किन आमाको नाम लिएर मलाई गाली गर्नुहुन्छ जहिले पनि मलाई हजुरले किन आमा टोकै भन्नुहुन्छ मैले आमालाई मारेकी छोडेछन् उहाँले छोडेर जानुभयो मैले के गर्थेँ जहिले पनि आमा टोकै गाली गर्नुहुन्छ मलाई त्यति सानोमा सानीमा अनि मेरो के दोष थियो आमा हजुरले भनेको सबै काम मानेर बसेकी छु म अनि फेरि मलाई गीता दिँदा त्यसरी के चिज गर्नुहुन्छ मलाई किन गाली गर्न जाउँछुले मलाई किन देखिँदा सान्नुभएको सानीमा मेरो के जस्तो आमा बिन्जुमा मेरो के गल्ती छ सानीमा अझ मसँग पुरै लाडी के एका केटो के आम ट्याप टोपिङ केमे लक्षिना तैँले मलाई त्यो एउटा केटा त्यसलाई के गर्नुहोस् न कसै त छड्छु र म लक्षिनालाई घरमा रहेको चाहिँ त्यस्तै हो आमा के गर्नुभयो तपाईँले दिन रात चाहिँ बिचरा अन्जना दिदीले खाली हेला मात्रै गर्नुहुन्छ त
हो भने त अन्जना दिदीलाई आमाले कहिले देखिसक्नुहुन्न बिहान उठ्यो पूजापाठ गर्यो भगवान्को नाम मात्रै जप्यो उहाँको मनमा त म माया दया केही छैन होला जाउँ दिदी तपाईँ पनि भित्र खाइदौँ पनि यो कुलङ्गा दिदी गर्दाखेरि आफैले जन्माएका छोराछोरीले पनि मलाई गाली गरेर भयो कस्तो दिन मान्छे घरभित्र बसेछ भगवान् सानीमा छोडिदिनुहोस् जे भए पनि गयो यो हाम्रो घर परेको कुरा हो फेरि छिमेकी देख्यो भने कुरा गर्छन् आमा हिँड्नुहोस् भित्र जा त कति सुत्छस् हौ अहिलेसम्म काम भएन समात्न पाएन चरीहरूलाई मार्छ त जङ्गीले के गरेको बाबु उठ जाउँ लम्बु दादा साह्रै थाकियो कि कति काम 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 भन्नु कि यो शरीरलाई पनि त रेस्ट दिनु पर्यो नि गरेन भने मार्छ नि जङ्गीले ढङ्गेको आदेश छ त्यो त हो जसरी पनि त्यसलाई समात्नु पर्छ जानी त जानै पर्छ गर्नै पर्छ यो काम ल्याउनु नि एकचोटि तिम्रो थाहा जाऊ लम्बु दादा जङ्गे बोसले भनेको गाउँ पनि यही हो ठाउँ पनि यही हो यो चरीलाई त जसरी पनि लानुपर्छ नत्र मार्छ जङ्गीले त्यो चरीले ब्याग पनि लिएर आएको छ अरे हेर केटा यीका बाटो छ यो चरीलाई त जसरी पनि सहर लानै पर्छ जङ्गेको आदेश छ केटा तँ यता जा म यता जान्छु ठिकै छ लम्बु दादा यही भएर त हामी यो गाउँमा आएको अब यो गाउँ हाम्रो कब्जामा त्यो चरीहरू कहाँ छन् हामीले खोज्नै पर्छ लम्बु दादा म गएँ है ओके थाकिसक्यो चरी कहाँ गयो यसलाई त खोज्न त बहुत गाह्रो पऱ्यो यस्तो घाममा अब केटाहरू बोलाउँछु थाकिसकेँ यार यता पनि बाटो छ यता पनि बाटो छ यो लम्बु र यो जङ्गेले चरी लिएर आइज भन्छ कहाँ खोज्नु टेन्सन भयो उकालो त जान सक्दिनँ ओह्रालै जान्छु फेरि यहाँ करोडौँको कुरा छ काम त गर्नै पर्यो कहाँ बोला होला लम्बु दादाले ए लम्बु दादा त यहाँ रहेछ नमस्ते लम्बु दादा नमस्ते नमस्ते आऊ बस के काम होला हामीसँग काम छ अहिले तिमीहरू उहाँ बस म अलि रेस्ट गर्छु हुन्छ दादा अब म तपाईँकी बहिनी अन्जना विचार भइसकेँ उसलाई म सुख शान्ति नै राख्छु तीर्थ लिनु पर्दैन ठिक छ यो त मेरो आफ्नो बहिनीको है तर मैले बहिनी बनाएको छु बहिनी भन्दा म धेरै माया गर्दैछु है तपाईँले बिगडे लानुहुन्छ नि खुसी छ मेरो घरभन्दा तपाईँको घरमा सुख पाएपछि झन् राम्रो छ त्यसको लागि म पनि धन्यवाद खुसी मानिस यस्तो जोइन पाएको छु हजुरको बहिनीको चिन्ता लिनु पर्दैन म बिहे गरेर सहर लान्छु त्यसै साथ राख्छु यसलाई ठिकै छ मलाई पनि विश्वास छ तपाईँकोमा युक्क छ लजाऊ जाम को छ
यो काम गलत हो भन्दा भन्दै त्यो जङ्गे दादाको आदेश मान्न म विवश भएँ। तर मेरो बाध्यता पनि छ, म जसरी पनि यो काम गरेरै छाड्छु र जङ्गे दादाको आदेश पालना गर्छु। यस पछाडि म मालामाल भएर जिन्दगीभरि गरिब दुखी असहाय पीडितलाई सेवा गरेर बस्छु। ल भगवान्, मलाई माफ गर्नु होला यो काम गरेकोमा। फेरि जङ्गे दादाले पठाएको यो गाउँमा ती चोरीहरूलाई खोज्न कहाँ कहाँ पुग्नु के म? ए भगवान्, कति दुःख पाइसके। गालो ओह्रालो टेन्सन भइसक्यो। जसरी पनि ती चोरीहरूलाई खोजेर सहर पुर्याउनु पर्ने छ। लम्बु दादा पनि कहाँ पुगिसक्यो? जान्छु। यो घरमा को छ हौ? किन बोल्दैन? तर क्या हो मान्छेहरू? आगे को हो तपाईँ? बनाइ त म किन्दिनँ नि। अन्त भन्न आएर यसै ठिकाना मिल्छ? तपाईँ मलाई चिन्नु पर्दैन, म अन्जनालाई लिन आएको। अन्जना कहाँ थिए? को अन्जना? म चिन्दिनँ। तपाईँ यहाँबाट गइहाल्नुहोस्। छोरी मान्छेको घरमा आएर यसै चिचाउन मिल्छ? ए त अन्जनाको घर पनि नबताउने, अनि उल्टै भने कि त को होस् भनेर तँलाई म लिएर जान्छु। जङ्गे दादा पनि खुसी हुन्छ ल। को हो छोरी मान्छेको हाँसामा आउने? ए त आइस, तँलाई पनि सिकाइदिन्छु नि फेरि। डर छैन भाइ, म यो गाउँको हिरो चिन्छ मलाई। ए त हिरो? त्यसले गर्दा त बचिस, तर म पछि ठिक पार्छु। लम्बु दादा आउनेर नाम लम्बु दादा। साला मेरो गाउँमा आएर को हिरो भन्छ? साला म पछि ठिक पार्छु तँलाई। पक्का जङ्गेले भनेको तिनै हुनुपर्छ। फेरि हातमा ब्याग पनि छ। अब काम बन्यो। अब लम्बु दादा र म आमा। आमा, मलाई त हजुरहरूसँग बसेदेखि छोडेर जानु मनै छैन। मैले धेरै सुख शान्ति पाएको छु हजुरसँग बस्दाखेरि। मलाई हजुरसँगै बस्न मन छ। मलाई कहीँ जानु मन छैन। दाइ, आमा, म कहीँ जाँदिनँ हजुरहरूलाई छोडेर। म हजुरहरूसँग बस्दिनँ ल। यी त छोरी रानी मरसित आफ्नो माइती सोचेर बस। तिमीलाई यहीँबाट जाँ बागा बधाव राम्रो घरकेको खोजेर पत्ता खाएँ। मजा चाहिँ हुँदैन। ठिक्क भनेको आमाले, एकदम राम्रो भन्नु छ। ल जाउँ आमा, अब ठिकै छ, राम्रो भन्नुभएको छ आमाले। हेलो, को भन्नुभएको? ब्यागले किन दिने ब्याग? ब्यागले भनेको सुन्दिनँ। किन दिने? को होस् त? मलाई चाहिएन। किन दिन्छ होला ब्याग? को? कहाँबाट आएको? आमा, बाहिर माग्यो। बुढीमा भएर मात्र छोडेको। के भयो नानी, के भयो? झोला चोरेर गयो। छोरो यहाँ आऊ, छिटो चोरलाई समाउ, आऊ छिटो। के भयो? चोरले झोला चोरेर गयो। र म गएर झोला लिएर आउँछु। म चोरलाई पनि समात्छु है। ब्याग खोइ त? त्यो ब्यागलाई म गयो, चोरले लयो। त्यसो ब्याग कति आउँछन् कति आउँछन्। ल हिँड्ने घर गयो बिस्तारी।
साले तैँले मलाई धेरै दौडाइस म थाके पनि तँलाई म छोड्दैन खुब हाँसेको थियो खै तेरो केटाहरू धपाउनु धपाइ छैन मलाई अब हेर म को भनेर किता हो निस्क्याउ त कता हौ साले यसको केटाहरू पनि रहेछ त्यो पनि म डराउँदैन यिनीहरूसँग तिमीहरू आयो दादा अनि लम्बु दादा खै त रम्बु दादा आराम गरिरहनु भएको छ आराम गरिरहेको छ रे हेत्तेरिका टेन्सन भयो लम्बु दादा लम्बु दादा लम्बु दादा खै त किन कराएको ए दादा तपाईँले भनेको कुरा ल्याए लिनुहोस् अब के गर्नु छ गर्नुहोस् यही हो काम भइहाल्यो केटाहरू यसलाई साइड लगाइदिए मेरो हात दुख्यो कति बलियो रहेछ यो त लम्बु दादा हामीलाई यति भइ पुग्छ अहिले हामी जाउँ एकटा जाउँ दादा हाम्रो काम हात पर्यो यो लडाई झगडामा नपरौँ एकटा जाम तपाईँलाई त केही भएन नि मलाई त केही भएन तर मेरो झोला खोसेर लगाएको छ केटा ठिक छ त्यो झोला पछि फिर्ता गरौँ ल अनि केटाहरूलाई पनि पछि ठेकाउनु होला आज अलिक काम छ जाम आमा त्यो चोरले ब्याग खोसेर लग्थ्यो धेरै पिर परेको छ मलाई के गर्ने होला आमा अब हुन्ने छोरी पिर नमाग्नु त्यता झोला कति आउँछन् कति आनन्द नमाग्नुले बस्छ त्यो ब्यागमा मेरो साथीहरूको कति धेरै कन्ट्याक्ट नम्बर थियो कागज पत्र पनि थियो अनि फेरि मेरो बिहेमा साथी सबैले बोलाएर भनेको परिवारै भयो नि आमा के गर्ने होला अब अनि फेरि दाइ पनि यति बेरसम्म नि आउनुभएको छैन कहाँ जानुभएको मलाई त कस्तो पिर लाग्नु थालेछ कि आमा लौ न के गर्ने दाइले खोज्नु जाने हो कि बरु बोल्नु न आमा के गर्ने कि चुप लगाएर बस्नुभएको छोरो आउँछ पिर नमाग्नु होरी दादा त आउँदै आमा कहाँ हरा पप्पे टिम्का लागेको थियो मलाई आउनु भयो उहाँ त आमा बाबु तिमी आयो चोर समात्यो ब्याग पाएर नि त चोरलाई समाधि थियो उसको धेरै ठुलो गेमको रहेछ आमा हान पर्दाखेरि त झोला लिएर भाग्यो उहाँले सोही ठाउँमा आएर मलाई बचाउनु भएको छ अबदेखि आमा हामीले आफ्नो सुरक्षा आफै गरेर हिँड्नुपर्छ हुन्छ नि त तपाईँहरू पनि थाकेर आउनु भएको छ म हजुरहरूको लागि खाजा बनाइल्याउँछु बस्दै गर्नुहोस् है आउनुहोस् त म गएँ आमा मेरो बहिनीको हुनेवाला श्रीमान उहाँ नै हो आमा म हजुरकी छोरीलाई भोलि नयाँ गर्छु उसँग बिहे गर्ने चाहन्छु बिहे गरेर उतै सहरतिर लगेर खुसी साथ पाल्नुसँग हुन्छ बाबुले के गर्ने विचार छ त्यही गर्ने तर बिहे गरेर पछि धोका नदिनु राम्ररी त पालियो उसको चिन्ता लिनु पर्दैन हैन अब दादाले जे गर्छ त्यही मलाई त्यही थाहा छ
अन्यला पनि आयो अनि फेरि किन यहाँ कुरेर बस्नुभयो ल बस्ने र फेरि यस्तो ठाउँमा यो गाउँ समाजको मान्छेले देख्यो भने के भन्छ मलाई ए हाम्रो बिहे हुने फिक्स भइसक्यो गाउँ समाजले देखेर के फरक पऱ्यो त अब बस एकछिन गफ गरौँ त्यसो भने के हो होला फेरि मान्छेहरूले सिकै भन्नु अब भन्नेलाई भन्न दिने हो तेरिका बसु र भने तेरिका अलि अप्ठ्यारो लाग्छ कि मलाई त्यही भएर अब के को अप्ठ्यारोमा अब मसँग बिहे गरेर सहर जाँदैछु कस्तो लागिरहेछ हामी अब कस्तो भन्नु नि धेरै खुसी लागिरहेको छ हजुरसँग बिहे गरेर सहर जाँदैछु अनि त्यो सानी आमाको दिनराति किचकिच सुन्दाखेरि एक्क लागिसक्यो मलाई वाक्कै भइसक्यो गाउँमा पनि धेरै दुःख सुख गरेर बसेँ अब हजुरसँगै जान्छु म पनि सहरमा कमसेकम त्यो सानी आमाको दिनरात कस्तो सुन्नु पर्दैन मलाई धान्न बेलैमा आइपुग्नु भएछ हजुर हजुरले मलाई माया गर्नुहुन्छ सहरमा लगेर दुःख त दिनुहुन्न नि किनकि मैले धेरै दुःख वेदना पीडा भोगिसकेको छु अनि दिनरात सानी आमाको अपहेलना सहेर पीडित भएको छु अब गाउँमा दुःख गर्नु पर्दैन सानी आमा किचकिच पनि सुनाउनु पर्दैन अब मसँगै तिमीलाई सहर दिएर जान्छु बिहे गरेर बारेर जान्छ किन दुःखमा आएको म छु त तिमीलाई खुसी साथमा राख्ने छु चिन्ता मान्नु पर्दैन हुन्छ नि त यो ठाउँमा धेरै नबसौँ जाम घुमिस हुन्छ जाम अब हाम्रो बिहेको दिन पनि नजिक आइसक्यो तयारी गर्नु छ जाम त्यही दिन हुन्छ हुन्छ अन्जना त घाँस काट्न हिँडिरहेछ होइन है अन्जना तेरो मुख त मलिनो देख्छु त आज पनि सानीमाले गाली गरिन् कि क्या हो के नि होइन काकी आज अलि सन्चो थिएन त्यही भएर मुख अलि मलिनो छ फेरि सानीमाले के पनि भन्नुभएको छैन जहिले पनि यस्तै हो ल ल कोरीको भाग्य नि यस्तै हो पिर नमान अब तेरो बिहे पनि हुँदैछ क्या अरे त्यही बिहेमा भेटौँला है ल ल काकी होस् बिहेमा अवश्य आउनु होला है का नानी बिचरा अन्यानाले नि कहिले सुख नपाउने भई आफ्नो आमा जस्तो कहाँ हुन्छ र सानी आमा ठिकै छ बिहा भएपछि त त्यसले सुख पाउली नि बसै सरेर पनि आइयो कति दुःख दिनु छोरीको पनि बिहे गर्ने बेला भइसक्यो जेसै होस् छोरी यही घरमा बसोस् म चाहिँ कमाउनतिर लाग्छु अन्जना ए राज बाबु हो म अब यहाँ पो बसिरहेको छिस् अनि कति बेर कुराको के कस्तो ढिलो गरेको किन अन्जना मैले के सुन्दैछु तैँले यति ठुलो निर्णय किन दिइस् त्यही पनि मलाई नसोधिकन हो राज म बाध्यतामा थिएँ त्यसैले यो निर्णय लिनु परेको हेर अन्जना मैले भनेको मान नत्र भने दुःख पाउँछस् बोल न बोल मेरो आँखामा हेरेर बोल न राज म तेरो आँखामा हेरेर कुरा गर्दैछु यो बिहे मेरो आफ्नो खुसीले गर्नु लागेको हो त मात्र मेरो साथी होस्
आफ्नो हद पार नगर बुझिस् तैँले अहिले ठिक भन्छ सक्दैन तेरो लागि मैले औकात देखाएँ होइन सहरको धनी केटासँग बिहे गरेर तँ खुसी हुन चाहन्छस् भने तेरो खुसी नै मेरो खुसी हो म त मात्र साथी हुँ मैले के नै दिन सक्छु रे माया बाहेक अरू के दिन सक्छु राज यो छोरीको भाग्य पनि यस्तै रहेछ मैले चाहेर बिहे गर्न खोजेको कुइनँ तर के गर्ने ठिकै छ भगवान्ले जस्तो लेखिदिनु भयो कि म त्यस्तै नै भोग्न तयार छु हामी गएर दुःख सुख जे भए पनि म आफ्नो घर गएर खान्छु बाबालाई पनि म तेरो दुःख दिन सक्दिनँ त्यस्तै रहेछ अब त मेरो यो पात हुन सक्दिनँ मैले त्यहाँ यहाँबाट गइहाल राज अगाडि भयो भने मैले माग थाप्न सक्दिनँ ठिक भनिस् अन्जना मैले तेरो लागि औकात देखाएँ होइन सहरको धनी केटासँग बिहे गरेर तँ खुसी हुन चाहन्छस् भने तेरो खुसी नै मेरो खुसी हो म त मात्र साथी हुँ बिहेको अघि शुभकामना राग यो छोरीको भाग्य पनि कस्तो दुःख सुख दिएर भए पनि म आफ्नो जिन्दगी जिउँछु फेरि बाबाको पनि धेरै व्यथाहरू छ दुःख छ ऊ बिहे गरेर जान्छ अनि तँलाई मैले कसरी माया मार्छु राज तँ यहाँबाट गइहाल यदि मेरो मन भकेर रहेपछि मैले आज तार्न सक्दिनँ र बिहे गरेर दिने मान्छेले दिन्छ त हेरेर रोयो कि उठ जाऊ हे राज तँ पनि आफ्नो बाटो ग म पनि आफ्नो सुरु आफ्नो भविष्य बनाउँछु म गएँ अहिले तिमीले बाटो बाटो उठालेर नानी पाल्यो पोस्यो होइन अब त तिमीलाई पढाइ घर पठाउँदैछु खुसी मनले जाऊ नानी नरोग चित्त नदुख है नानी छोरी मान्छे भाग्य यस्तै हो परै घर जानै पर्छ नरिकन नजाऊ हो अन्जना जानै पर्छ दुखी मन नगर हामी पनि पढाइ घर आएकै हौँ जानै पर्छ नि नानी यो नानी कति रोयो कि पढाइ घर जाने मानिलन् त्यही त नि माइती घर गएर सोधिँदो हुन्छ र हामी पनि त्यस्तै गरेर रुलै आएको हो यस्तै हो संसारको रित तेरो साथी कति रोक्यो हो जानै मान्दिनँ कि मसँग बिहे गर्नै मानेन जेसी गरोस् उसको साथ हो बोकेर गाडीसम्म पुऱ्याइदिन्छ ल म लैदिइहाल्छु फुर्सद भए बस नभए जाऊ ए दिदी त्यो अनुहारले त अब सुख पाउली कि साह्रै दुःख पाइ थिए कान्छी आमाले पनि केटी केटीलाई दुःख दिन्थ्यो अरे अब त सुख पाउँछ कि है हो नि दिदी त्यो अन्दानेको त भाग्य नै खोटो रहेछ क्या
सानैमा आमा पनि मरिछन् बिचारीको। अब बिहे गरेर अन्नाउने बेलामा पनि बाउ पनि आएन हेर्नु त। हामी छोरी मान्छेको भाग्य यस्तै हो, जति कुरा गरे यस्तै हो। ल तपाईँहरू बस्नु, शान्त लाग्यो। ल त जाऊँ। ल काकी तपाईँ एक्लै टोलाएर गोटु, म पनि लागेँ। अन्जनालाई नि बिदा गरिहाल्यो, गाउँले नि छोडेर गइहाले। बेचरी टोलाएर बस्नुभन्दा त बरु कामतिर लाग्छु। बाबु त्यो अन्जना बिहे गरेर गइहाली, अब घरमा पनि म एक्लै छु। अब बाबु तिम्रो नि बिहे गरेर बुहारी भित्राउनु पर्यो। हो आमा हुन त अन्जना बिहेर गएपछि मलाई नि साह्रै खल्लो त खल्लो ल्याइरहेको थियो। अब तपाईँले नै घरमा बुहारी चाहियो भन्नुहुन्छ भने अब बिस्तारै म कुन सुल्तुनु। तपाईँ ढुक्क हुनुहोस्, हजुरले रोजेको केटी खोजेर दिनुहोस्। ल ठिक छ भाइ। नमस्कार। ल आयो ल बस छोराछोरी दम भन, म भित्र काम छ। म खोप गीता पो म बसाइको हो। तिमी कहिले आयो विदेशबाट? यस्तै 2-3 दिन भयो। हजुरलाई सम्झेको सम्झै थिएँ, धेरै बस्नै सकिन देखेपछि, त्यही भएर फर्केर आयो। ए तिमी विदेशबाट मलाई सम्झेर फर्केर पो आयो? तिमी मलाई धेरै माया गर्छ है? भन नि त तिम्रो नयाँ योजना के छ? म त हजुरसँग बिहे गर्ने निर्णय गरिसकेँ, अनि घरमा पनि पुरा जल्दैछ ती। म त हजुर बिना कोही पनि सोच्न सक्दिनँ मैले। हेर कि त किनले मात्र त्यो कुरा गरेर हुन्छ र? मेरो सहमति हुनु पर्यो, घरमा बुवालाई सोध्नु पर्ला, त्यसबारे पछि सोच्नु सक्ने। त्यस्तो कुरा नगर्नु न, म तपाईँसँग बिहे गर्न पाइनँ भने त कसम मर्दिन्छ। हेर कि त यस्तो मर्ने कुरा नगर, त्यसको बारेमा कोसिस सुझाउन जाम। मैले यत्रो पैसा जम्मा गरेर राखिसक्यो, खोइ मैले भनेको चोरीहरू कहाँ पुऱ्यायो? यति कुरो ध्यान दिनु सक्दैन? म्याडम ध्यान त दिएकै हो, त्यो जङ्गी दादा पनि भागेछ। लम्बु दादाले मैले उसले भनेको गाउँभरि चोरीहरू खोज्यौँ, भेट्न त भेटिया थियो तर चिन्नै सकिएन। तर एउटा मान्छेले लिएर आएको छ, आउँदैछ त्यो बाटोमा। हजुरले भनेको काम सफल पारेको छ लम्बु दाइले। पैसा लान्छ, चोरी आउलाई दिन्छ, टेन्सनै नलिनु मैले। खोइ ल्याउँछु ल्याएको अहिलेसम्म ल्याएको खोइ त्यो जङ्गी कहाँ पुऱ्यायो? हेर त्यो जङ्गी ल्यायो भने ल्याएन भने तिमीलाई बिचमा म आफै सुरु गरिदिनु फेरि। धर्म मिनेट जङ्गी भागिसक्यो। मैले र लम्बु दादा मिलेर हजुरको काम गरेकै छौँ। अहिले त त्यो तल गेटमा आइसक्यो होला, फोन गरौँ त। सायद त्यही चोरी लिएर आएको हुनसक्छ। मैले ढोका त बजायो, बोल त्यसलाई यहाँ बोलाऊ। बोलाउनु चिरबोल। ढोका खुल्लै छ, भित्र चिर्दा हुन्छ। जा त्यसलाई खुर्क गरेर त्यो गर्दा। म्याडम तपाईँले भनेको मान्छे उहाँ नै हो, उहाँले चोरी लिएर आउनु भएको छ। खोइ त चोरी मसँगै छ। पहिला मेरो डिमान्डको पैसा चाहियो, त्यसपछि चोरी म दिन्छ। पहिला चोरी ल्याउनु पऱ्यो, बल्ल दिने हो नि त यो पैसा। कुरो गऱ्यो ढुक्क। डिमान्ड जे छ त्यही तपाईँले गर्नु पऱ्यो नि त। तपाईँ पहिला मलाई मेरो डिमान्ड दिनुहोस्, म तपाईँको चोरीमा दिइहाल्छु। त्यसो भए चोरी आएको ढुक्क हो नि म्याडम? एकदम सर, तपाईँसँग मैले काम गरिसकेपछि कहिल्यै यो पैसा थियो मैले गरेको, मलाई दिन चोरी आएन भने मैले जानेको छु। ल पैसा दे। चोरी ल्याउनको लागि आफूले भन्नु कि पैसा म्याडमले जम्मा गर्नु भएको छ। ल काम चाहिँ ढुक्क हुनु पर्यो। यत्रो वर्षसम्म काम गरेँ तपाईँसँग,
त्यसै चाहिँ ल सरी मैले भित्र पठाएँ ल लजा ये हो तेरो बस्ने ठाउँ यहाँ बस को हो तपाईँहरू अनि मेरो श्रीमानले मलाई किन यहाँ छोड्नु भएको मलाई जान्दिनँ चुप बस यहाँ तँलाई किन ल्याएको भने नि तँलाई जो मान्छेले लिएर आएको थियो नि त्यो मान्छेले बेचिसक्यो तँलाई त बेचिस् अब त मेरो म्याडमको अन्डरमा बसेर काम गर्नुपर्छ है म्याडम अनि रुक बस त्यत्रो 50 लाख पैसा लिएर गइसक्यो रुक बस रुने हैन हो फेरि पैसा पनि धेरै आउँछ म्याडमको काम गरेपछि त मालामाल हुन्छिस् के म बेचिसकेँ कस्तो गर्व रहेछ मेरो सानो सानो आमाले छोडेर जानुभयो मलाई बाबा पनि कता हराउनु पर्यो अहिले फकाएर ल्याएर माया गर्छु सुख दिन्छु भनेर ल्याएको मान्छेले मलाई बिर्सेर गएछ कस्तो होला मेरो भाग्य भगवान् अब तैँले म्याडमसँग काम गर्नुपर्छ यहाँ आइज रुने हुँदैन अब मेरो भइसक्यो अब म्याडम ठिक छ अब उसलाई काम लगाउनुहोस् लम्बु दादा पनि आउँदैछ त्यसलाई पनि भेटेर अर्की चरी चुप्लाएर बस खुर्को चुप्लाएर बस त्यत्रो 50 लाख पछि तिरिरहेको छ ल्याएछ मैले चुप्लाएर बस अब खुर्को गरेर ड्रेस फेरिरहेछ यहाँ जा जा बा किन हँसाइ नभने छ के भयो त है कुरा त हस्याङ फस्याङकै छ भनु कि नभनु के कुरा हो भन्नु त ए मलाई त्यसो त्यो कुरा थाहा छैन है भन्न भन् त्यो अन्यलाई अस्ति हामीले बिहा गरेर पठाएको थियौँ त्यसलाई त बेचेछ सहरमा त्यो केटाले के अरे